धरतीको धुलो भइजाऊ, संसारका दुःख सबै आफैले जाऊ। हो 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 मन त भन्छ धरतीको धुलो भइजाऊ, संसारका दुःख सबै आफैले जाऊ। यहाँ सक्नेलाई त बरै अन्याय नि माफ छ, छोरी चेली लुटिँदा नि उसैको नि साफ छ। सानो ठुलो जात भात कुञ्चौतारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने। मनको पीडा मनमै राखे अब कहाँ जाने, भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने। तो रामलाल की छोरी राधा सानेको बारेमा नराम्रो सपना देखेर जहाँ चाहिँ छोडेर घर आएकी छे। अब तो साने र राधालाई छिटोभन्दा छिटो हामीले नजिक गराउनु पर्छ। नजिक बनाइदिनु पर्छ अरे? किन काजी बुवा? साने र राधा नजिक भएको यो समाजले कदापि स्वीकार्दैन। त्यही विषयलाई हतियार बनाएर रामलालको मुख टाल्न पाइन्छ। साने बेटा, अरे साने बेटा, अरे साने बेटा, अरे साने बेटा। के भयो? होइन त पागल त भइदिएनस्? राधा हुँदा हुँदै तो पुष्पेसँग के टाँसी लिएको? हाँ हो लादा, कसकी लादा? मैले चिन्दिनँ लादा सादालाई। त्यही पनि तो पुष्पेसित म टाँसेको होइन, तो आफै टाँसेकी हो। किन टाँसी लिँदा नि? खै म भोलि सल जाने हो त रामलालले बसेछ है भनेर हिँडेको हुँ। त्यसपछि त झ्याम्म पछाडिबाट आएर अँगालो हाल्यो। त्यसमा मेरो के दोष? सहर गइलिने रे बेटा? तो बुढी भएकी आमालाई छोडेर गइलिन्छस्? आमालाई अब मैले छोडेर जाने मन त थिएन, तर मेरी आमाले मलाई नपढाइ नछोड्ने भयो। मेरी आमाले मलाई नपढाइ नछोड्ने भएपछि मैले पनि नपढी छोड्दिनँ। म त सहर गएर पढेर ठुलो मान्छे हुने हो। हेर साने बेटा, अहिले त सुरुमा थोरै पैसा लाग्छ, सहर गएर पढिलेलास्। पछि त सहरमा त धेरै पैसा लागिलिन्छ। तेरी आमाले त्यति बेला पैसा कहाँबाट पठाउँछिन् र अनि त कहाँबाट पढिलिन्छस्? हाँ, विचार गरिले है बेटा, विचार गरिले। भोलि सहर पढ्न जाने मान्छेलाई किन भड्काइछौ? तिमीले पढाउन पर्दैन के अरे? जति खर्च लाए पनि उसकी आमाले बेहोरिहाल्छिन्। त्यसै बिचा भड्काएर बसिन्छन्।
ए सानो तँ यता तिमी खुर्का लाएर घर देऊ त यता यता तँ भोलि सहर जाने मान्छे सहरमा गएर राम्रोसँग पढ्न पर्छ तैँले दुनियाँको कुरा किन सुनेछस् मात्रै तेरी आमाले जे भन्छन् त्यही कुरो सुन् यो गाउँले तँ पढे लेखेर ठुलो मान्छे भएको देख्न चाहन्न क्या नाम हिजोसम्म मैले त चाहन्न थिएँ त ठुलो बडो भयो तैँले मैले भनेको मानिस राजालाई छोडिस् हो त्यही भएर तँलाई माया लाउँछ कि मलाई तँ त मसँग रिसा होलास् तर तँसँग म एकदमै धेरै खुसी छु हिजो तेरी आमा तँलाई सहर पठाउनको लागि बुलाकी बेच्न भनेर बजार हिँडेको थिइन् मैले बुलाकी नबेच बरु सानेलाई सहर पठाउनलाई बाटा खर्च भएन भने मैले 2000 दिन्छु भनेर दिएको थिएँ तैँले मैले भनेको कुरो मानिस र पो मैले तँलाई चाहिँ 2000 रुपियाँ दिएँ नभए दिन्थेँ र ल लाउले बुवा तपाईँलाई धेरै धेरै धन्यवाद भोलि सहर जाने हो आमाले मलाई कुलेर बसी हो नि म अहिले जान्छु राम्रोसँग पढेछ है ल ल हुन्छ लाउले बुवा ए मिठे घरको काम लथालिङ्ग पारेर यसलाई लिएर कहाँ हिँडेको लाउरे बासिम जानु लाग्यो लाउरे थिम तँलाई तलब दिएर लाउरेले घरमा काम गर्न राखेको कि मैले तपाईँले काजी साहब अनि मैले काम गर्न राखेपछि मेरो घरको काम गर्ने कि लाउरेको तपाईँको खुर्को गराइ होइन कि काजीबा तपाईँले त्यो बाटुले आमाको गहना नखोज्दै पनि लाउरे बाले त्यो बाटुले आमाको गहना खोजिदिन्छु भन्नुभएको छ त्यही भएर यसलाई लिएर आ भनेर पठाउनु भएको मलाई होइन तँलाई दुनियाँको चासो किन लिनु परेछ त्यो सानै पनि म जस्तै गरिब मान्छे हो मेरो पनि कति ठुलो सपना थियो पढ्न पाइनँ त्यो गहना बेचेको पैसा हराएको रहेछ त्यो भेट्यो भने त त्यो सानै पनि पढ्न पाउँथ्यो कि तँ पनि ठिकै कुरा गरिस् केटा तैँले अस्ति बाटुलीको पछाडि पछाडि रामप्यारीले पिछा गरेको देखेको छैनस् ल यहाँ भन्दै त तँ पनि ठिकै कुरा गरिस् यसो गर न मेरो मोबाइलमा रिचार्ज सिद्धिया छ दोकानमा गएर रिचार्ज लिएर आइज त त्यसपछि अनि लाउरे तिमीलाई जाला यसलाई हुन्छ काजीबा हुन्छ म गएँ त्यो पैसा किन मलाई काजीबा रक्सी खान हेर यत्रो 2000 रुपियाँ हस् धन्यवाद काजीबा हजुरलाई धन्यवादले मात्र पुग्दैन तँलाई मैले एउटा काम गराउँछु मान्नुपर्छ अब तँलाई मिठे आइसकेपछि रामलाल तिमीलाई जान्छ रामलालले तँलाई फेरि सोध्छ बाटुलीको पछि पछि रामप्यारी गई थिए कि गई थिइन भनेर तैँले होइन भनेर झुट बोल्नु पर्यो अब आफ्नै आँखाले देखेको कुरा कसरी झुटो भन्ने काजीबा तँलाई मैले रोजी खान पैसा दिएँ त अब मैले देखेको होइन भनेर भन्न हस् हुन्छ काजीबा
होइन किन नबोलेको? देखेको होस् नै भन्न। होइन होइन मैले देखेको होइन। अस्ति त देखेको भन्दिस् त। त्यो त रक्सी खाने पैसा चाहिएको थियो त्यही भएर। ए रक्सी खान पैसा चाहियो भन्दैमा अर्को अरे लाउरे दाइ के गरिलिएको बिचारालाई मरिलिन्छ। जडियाको कुरा विश्वास गरिलिएर मलाई आरोप लगाइलिनी। अब त दुधको दुध पानीको पानी छर्लङ्ग भइलियो होला नि। बात गर्नुहुन्छ। भन्छन् साने ए बाटोले छिटो गर न, कति अबेला गरेर के गर्नुपर्छ र त्यहाँ अहिले फेरि अहिले गाडी छुट्यो भने दुःख पाइन्छ फेरि। भन्छ छिटो। सुबस काममा जाने टिका लाएर बिदाई गरौँ भनेर सर। ल लगाइदियो दिदी। छोरालाई आफ्नो घरकै आँगनबाट बिदाई गर्ने मन थियो। मेरो त्यो इच्छा पुरा भएन सानै। भन्न त राम्रोसँग पढेस्, हरेस नखाएस्। अप्ठ्यारा आउँछन् धेरै, नआत्तिएस्। संसार चिप्टे भएर आएस्, अज्ञान सबै हटाएर आएस्। तेरो अप्ठ्यारो सबै मेटाएर आए। तेरो सानी, तेरो सपना बुझ। भाग्य नि भाग्य आफ्नो ख्याल गर्ने है आमा। मेरो चिन्ता गर्नै पर्दैन। तिमीलाई मुटु दुःख भने मलाई कसैका खुनबाट फोन हाने, मैले उहाँको फिल्म सर्चित नम्बर पठाइदिन्छु। म दुबुल्दै आउँछु। गाह्रो अप्ठ्यारो पर्यो भने है, दुःख आफ्नो मनभित्रै दबाएर नराखे आमा। म आउँछु नि। ल भने त यही पनि हुँदैन त आमालाई। ठुलो मान्छे भएर यो गाउँमा नफर्केसम्म मुटु पनि दुख्दैन मलाई, केही हुँदैन। त मन लगाएर पढेस्, मेरो पिर चिन्ता केही नगरेस्। आमा एउटा कुरा भनौँ। भन। तिमीसित छुट्टेर सहर जान त मेरो यो कलेजै छुट्टेर भयो। ल सानी भयो, अब धेरै ढिला नगरौँ, हामी त्यो टाढा पुग्न छ नि। बाटो खर्च के छ? बाटो खर्च चाहियो नि। बेइमानी नगर्नु, बदमासी। सोझो भएर आफ्नो पढाइमा ध्यान दिनु, कसैका कुरा नसुन्नु है। बसाउलान् फटाहरूले, मान्छे फटा हुन्छन् बाबै, लुट्छन्। खर्च धेरै छैन, 2000 छ। बाटो खर्च पुर्याएर खर्च गर्नु है। गरेर अरूले फल देलान् मेरो। अब छिटो गर न। अब मैले यसरी मेरो आमालाई अङ्गालो हाल्न पाउने कहिले हो, कहिले फिल्म सर यसो अङ्गालो हाल्न दिनु न। सधैँ उहीँ बसिरहने भएर जाने हो र? पढेर भ्याएर त फेरि यही गाउँमा आउने हो नि बाबु।
त्यही त त तपाईँ ठुलो मान्छे भन्न जाने पैसा आने नरो भयो जाम जाम बाबु जाम तिम्रो खुसी फर्काउनु छ है दुःखको पहाड चर्काउनु छ है तिम्रो आँखामा खुसी हेर्नु छ फाटेको चोली छिटै फेर्नु छ सानो खुसी जोडी मनभरि नै सुख दिउँला तिम्रो दुःख चोट सबै नफाट्ने गरी फेरि सिउँला तिम्रो लागि देउतासँग यी हातमा फैलाउँला तिमीलाई फुल्ने भनाइ बरुमा पहिलाउँला तिम्रो गुनायो मैले तिर्नु छ सुखको मुहा तिमीतिरै मोड्नु छ Sani bama re ma pa, sani bama bama ni sa re ma pa ma pa, sani bama re sani pa ni bama re ma pa ni sa.